यहाँनिर चाहिँ ममताले चाहिँ भोग दिएको छ हो। आज चाहिँ उपासनाको बर्थडे हो। अन्त हामी चाहिँ भर्खर सपिङ गरेर आएर चाहिँ रेडी गर्दैछौँ। उपासनालाई त यसको बारेमा केही थाहा छैन है। सरप्राइज हामीले गरिरहेछौँ उपासनाको लागि। उपासना चाहिँ अहिले ड्युटीमा छ। हाम्रोबाट सानो है, त्यस्तो ठुलो त छैन, तर पनि अब मनले गरेको नि हामीले जति हामी सक्छौँ त्यति है। अन्त यहाँ छ, अनि यहाँ चाहिँ हामीले केक राखिरहेछौँ उपासनाको लागि। उपासना लेखेको चुपेलीको लागि केक। हामीले यो उयस चाहिँ पाइनौँ हो, राम्रो खालको चाहिँ पाइनौँ हो क्यान्डल चाहिँ। अन्त त्यो के भन्छ स्पार्कल पनि हामीले खोजेको थियौँ, पाइनौँ हो। अब यतिमै मनाइदिउँ हामी यसको बर्थडे। हेर्नुहोस् यहाँ एकदम फ्लोमा जाँदैछ हो। क्यामेरा फेरि खै ह्याप्पी एज यसका दुईटा छ त दुईटा आउँदैन ह्याप्पी एज ए हो बर्थडेमा पनि दियो। ह्याप्पी बर्थडे टु यु। होइन यो लिएर आएको त मार्नु खोज्छ पनि छ हाम्रो चाहिँ यो 3 दिन चाहिँ म रेट दिन्छु ल। अनि एउटै हो नि दिन सक्दिन बुके जाली माग्नु रहेछ नि त। यहाँ त लिएर आएको छुएस नसक्नु रहेछ नि हौ। अनि गयो त मन सक्नु त्यहाँ कति भगवान त माग्नु छ लुकै ढल्दैछ। बोयफ्रेन्ड गर्लफ्रेन्ड नबनाए पनि चाहिँ जग्गा बुके दिनै गएको हप्ता माग्नु छैन टु एक्सपेन्सिभ। खोइ एउटा रोज किन्दै छुट्टै हुन्छ। मैले बेसी नपुगेको नि फेरि खाने डर लाग्दै। त्यो भन्दै त्यसलाई आधी घन्टा लाग्यो लाग्दैन त्यसले रेट पाइहाल्छु होइन। यो त एकचोटि खालि हुँदो रहेछ त भन्छ पुग्छ होला ल यसरी लगाएर सजिलो हुन्छ। बनाउँछ के छ दुध कस्तो ठुलो पारेछ साह्रै मैला देखेछ। बस्नु पर्यो यत्रो चारपट्टि पारेर चाहिँ पोस्छ नि हो डल्लो पनि न लाठी। यसको स्टोरको नानाले पठाइदिएको मेरो बर्थडेमा भन्ने त्यहाँ ममताको बर्थडे छ भन्ने पठाइदिन्छ होला है। आज चाहिँ उपासनाको बर्थडे थिएँ, आज चाहिँ ममताको छ भन्नु ममता एक्सपेन्सिभ हुँदैन यस्तोहरू। सेम कलर कति छ दुईटा है ला सेम चाहिँ भएछ छोटो र मोटो बाइक छ। मैले नोटिस गरेको छैन है फेरि अलिकति डार्क रहेछ होइन छोड्दै आमा छोरा नानी अल्फाबेट खोज्नु सक्दैन हौ। यसै गिफ्ट म त साँच्चै उता फर्किरहेको छु यता फर्किनु यसै पिपी अझै पी ए चाहिँ पिपी अब यो त नानीहरूको जस्तो हुन्छ हो, तर पनि अब हाम्रो पनि नानी जतिकै छ के गर्नु ले त चाल्दैन कसो अब पुरै थाल्दैन चालेर डेकोरेसन गरेर त हामी त सुत्ने हो फेरि भरै आउँछ बहिनी त क्यान्डल एक दिन जा पुऱ्याएर अलार्म लगाएर सुत्नुपर्छ। एउटा मात्रै राख्नुपर्छ होला है बहिनी आउँदा हुन्छ हामी त है एक दिन त पुऱ्याएर उठ्नुपर्छ भरै आउँछ त्यो चाहिँ हो। हुन्छ यति चुडाइदिन्छ बर्थडे गर्ल चाहिँ काम गर्दै होला हो। हामी यहाँ पुरा एक्साइटेड भइरहेछ हामी चाहिँ पुरा डेकोरेट गर्दैछौँ। देखाइदिइहाल्नु ह्याप्पीवाला बर्थडे हो यो बी हो र बी होइन यो बी खै अन्त अर्को त बी त छैन रहेछ यो बी नै रहेछ हौ। ए यो रहेछ नि त म त ए सोचिरहेको यो बी आई आइलो बहिनी पुग्छ कि पुगेन डालिदिनुपर्छ बी आई
কি করে যাচ্ছে डेकोरेसन भइसक्यो अब त्यस्तै स्पेसल त छैन र पनि अब हामीलाई त्यो भएको है यो त पकाउनु पर्छ भने यो चाहिँ ममताले पकाउँछ दादा चाहिँ सबैले पकाउनु हुन्छ नि सुनि के भन्छ छैन यो त ममताले पकाउँछ अरे बहिनी भित्र आइसकेर पनि पड्केन कि छैन यो चाहिँ कसको बस आएको होला है त्यस्तो लाग्दैछ ला चिलिस पनि छ उयो होला काउनु सक्छ सरी जारा हैन सरी साथी जारा हैन सरी सरी यो बस्न गयो अनि जस्तो लाग्यो त्यस्तो डर लाग्दैन नि त्यो हैन ल यो हैन त्यसो सेकेन्ड अर्को पनि आयो अहिले हेर्दा राम्रोसँग यति तलबाट देख्दैन लाइट देख्दैन त्यो बाख्राको होइन त्यो अगाडि अगाडि त्यो पनि सेम देख्दो रहेछ जस्तो लाग्दछ त्यो यो जस्तो लाग्दछ बुझ्यो बोयफ्रेन्ड गर्लफ्रेन्ड भनेर चिप्किने नि पछि गयो त यहाँ हेरि हात त पऱ्यो त्यसले त कसलाई पर्खेको फेरि कहिलेदेखि झरेन त यहाँबाट ऊ दुईटा पो रहेछ त यो भित्र लाउने रहेछ अनि देख्दैन नि अब त्यसलाई यसको होइन यो सालमियाको यहाँ लिफ्ट बच्छ नि ऊ निस्किन आँथ्यो त दाइ यहाँबाट चिन्दैन पनि रहेछ है चिन्दैन सबै एउटै लेख्दो रहेछ यो पनि होइन रहेछ हेर्नुहोस् उपासनाको चाहिँ क्यान्डल पनि सक्नु आँटिसक्यो हो तर मान्छे आएको छैन पढ्ने गर्दा हत्तु बजेर यहाँ पनि सक्ला हामी चाहिँ रेडी भएर बसिरहेछौँ उपासना आएको छैन कहाँ गयो यहाँ हेर्दैछ हो Wish banget kan? Ya. Tidak kan? Naru. Tuh, ada birthday हाम्रो बेबी गर्लको क्ल्यापिङ गर्न गीत गर्दैछु के छैन हातै छैन के त ह्यापी बर्थडे एउटा भन्नु पहिला फाइदिन्छु दुईजनालाई ह्यापी बर्थडे टु यु ल आमा
यता गरिदिनु सन्जिता मलाई मलाई त्यो त मेरो मेरो बदाम मेरो दिदीलाई आमा दिदी झन् बाहिर देशमा पनि आमा अनि दिदी पाएको छु मैले ह्यापी बर्थडे ल अब फाइनली हाम्रो सक्यो है थ्याङ्क यू वेटिङ इज ओभर के खाएको यो फुल त हामीले हातमा दिँदा पनि त हातमा दिएन यो पनि यो चाहिँ हामीको बच्चा ओके सरी एक्लै भयो अब यसलाई हक गर्दै बस्नु तिमी ल यसको नाना छ नि स्टोरबाट भन्दा पनि तासी नानाले बताएको ल हुन्छ हजुर तपाईँ ढिलो आउनुभएको आज कि आज तपाईँलाई थाहा थियो हामीले वेटिङ गरिरहेको छ नि ढिलो आउनुभएको मेरो बस अलिक ढिलो भएन आज वेट पुरा गर्नु थ्याङ्क यू सो मच ल तर बाहिर आएर पनि बाहिर छु जस्तै फिल भएर ओके ह्यापी बर्थडे गाइज हामी चाहिँ घुम्नु जानु आँटेको घुम्नु जानु अगाडि चाहिँ यस्तो हुन्छ केटीहरूको रुम चाहिँ ऊ फेरि निकाल्दैछ यहाँनिर हो बहिनीले यहाँ एकजना छ हो उहाँ हेरिहाल्नुहोस् बेडको हालत हेर्नुहोस् यहाँ हेर्नुहोस् ओफ प्रभु गरम भयो प्लिज खिड्की थुनिन होला कसैले बाहिरबाट देख्दैन बुई उयो खोलाको देख्नु कि मलाई मात्रै देख्छ यहाँ के भयो सरी ए यसले त झन् ब्राइट भएन नि त हेलो गाइस अब चाहिँ हामी घुम्नु जानु आँटेको यहाँ नक्कली छ एकजना हो मेरो हेयरस्टाइल पनि देख न यो मेन क्यारेक्टर चाहिँ यहाँ छ म है म हैन साइड क्यारेक्टर अन्त बर्थडे चाहिँ उहाँको हुनुहुन्छ हो थ्याङ्क यू सो मच तपाईँको विशको लागि अब हामी चाहिँ निस्केको अन्त हामी कहाँ जान्छौँ तपाईँलाई देखाउँछु है मोडिसन हो अन्त हामी चाहिँ अहिले बसिरहेछौँ ट्याक्सीको भेटको हामी ट्याक्सीमा बसिसक्यौँ जाँदैछौँ यहाँ छ हाम्रो बहिनी राम्रै भएर जाँदैछ मैले हुन्छ यहाँ अगाडि हुनुहुन्छ फ्रन्ट साइडमा यता हेर्नुहोस् म्याडम कन्टिन्यू गर्नुहोस् न तपाईँको कन्भर्सेसन यहाँ छ एकजना हिरोनी यहाँ छ एकजना बर्थडे गर्ल हे बर्थडे गर्ल यहाँको भ्यू चाहिँ यस्तो छ है यहाँ चाहिँ हामी एकपल्ट आएको थियो राति न्यु इयरमा आएको यही हो जग्गा बहिनीले फोटो खिच्दैछ यहाँ नक्कलीको अन्त अहिले चाहिँ हामी जाँदैछौँ यता पर जाँदैछौँ हामी चाहिँ यहाँनिर छ अन्त अब चाहिँ हामी जान्छौँ खाना खानु अब चाहिँ हामी खाना खानु जाँदैछौँ अन्त म र ममताको त आज ट्युनिङ भइरहेछ एउटै छ अन्त यहाँ चाहिँ बर्थडे गर्ल हुनुहुन्छ हो
एकदम पुका भइरहेछ कहाँ फोटो एउटा पनि राम्रो निस्केन अरे यसको चाहिँ हो फोटो राम्रो देख्दैन अन्तखेरि कराएर ल हामी दुईजनै डराइरहेको छौँ यहाँनिर पुरै कहाँनिर बस्नु यहाँ अब यहाँ बर्थडेको किङ रेस्टुरेन्टमा रेस्टुरेन्ट चाहिँ यस्तो छ पुरा डेकोरेट गरेर थाहा भएछ रेस्टुरेन्टको मान्छेलाई पनि के ऊ बस्नको बर्थडे हो भनेर हेर्दैछ यहाँनिर छ के बुझिनँ मैले यो आइसक्यो यहाँनिर फोटो खिचेर आउँदैछ दुईजना चाहिँ हो म त खाने स्टार्ट गरेकै अब भोलि बनिसकिस् म खाइ सकिदिइहाल्छु त्यहाँको चाहिँ भिडियो नगर्नु भन्दैछ तर म गर्छु खानुहोस् न भयो त फोन खाँदैछु म Wah, api hanggang sini aku mau makan. Jadi nak ambil aku ke bala. Kira kan? Jadi nak ambil aku ke bala. Bisa ni dulu. Wow, public buat mas acara macam mana macam video. Cheese ball lagi. 선준아랑 फ्राई चार गरेको के रे 선준아랑 फ्राई चार गरेको What's this? Lah, itu lah yang bicara. Ada pemain dapat deh. Oh, ada pemain dapat. Tak mau ya? Ini
आइसकेको छ यता लिनु यहाँ हामी चाहिँ फ्राइडे आएको थियौँ होइन फ्राइडे जुरे हो अन्त बिल चाहिँ हाम्रो यतिको भएको छ ओ यहाँनिर त भन्नुहुँदैछ यहाँ अनरले चाहिँ हो बस बसित नै ये तो मेरो एक ऐसे के अरे के गरिदिँदैछ अरे नहीं ये तो मैं एक चुटकी निकाल दूंगी होइन अहिलेको गर्नु न टक्क गर्नु ऐसे ओ यहाँ आएको थियो खाना खानु चाहिँ हो यहाँबाट निस्केको अब हामी चाहिँ ड्युटी पऱ्यो घुमेर आएर पनि ऊ कसरी रेडी भइसक्यो ड्युटी जानुको लागि हो गो ड्युटी मेकअप सेकअप पनि म यतिकै जान्छु नो नीड टु रिमुभ एनीथिङ आई विल गो लाइक दिस ओन्ली औकातमा आइहालेँ म बाई बाई ल जाला ओके म्याडम हामी चाहिँ घुमेर पनि आइसक्यौँ र मेरो साथी चाहिँ अब ड्युटी जान्छ रेडी हुँदैछ हो म र बहिनीको चाहिँ छुट्टी छ सो थ्याङ्क यू फर वाचिङ बाई बाई तेरो विस के छ मेरो विस ओ माई गॉड मेरो विस चाहिँ यो तपाईँले जसले खाइसक्नुपर्छ यो मेरो विस भयो तिम्रो विस पुरा हुँदैन यो जन्ममा लिइहालिदिउँ